हो करङको हड्डीबाट पनि कहीँ मान्छे जन्मिन्छ अनि त्यसको बादमा उहाँले यसरी भन्नुभएको छ यदि हावा चाहिँ आदम करङबाट बन्यो भन्ने कुरालाई चाहिँ सारा संसारले विश्वास गर्छ भनेदेखिलाई सारा वेस्टर्न वर्ल्डले अमेरिकन्सहरूले अनि इङ्ग्लिसहरूले विश्वास गर्छ भनेदेखिलाई किन चाहिँ गाईबाट चाहिँ गाई त हाम्रो माता थियो अनि गाईबाट चाहिँ मानिसको जन्म भयो भन्ने कुरालाई चाहिँ किन विश्वास नगरेको त्यो त एउटा त्यो सेमै त भयो हामी पनि हाम्रो शास्त्रमै लेखेको आधारमा विश्वास गर्छौँ त गाई सम्पूर्ण विश्वकी आमा हुनुहुन्छ अनि यदि आदमको करङबाट चाहिँ हावा बन्यो भनेर चाहिँ यदि हामीले मान्छौँ भनेदेखिलाई विश्वास गर्न सक्छौँ भनेदेखिलाई हामीले गाईबाट चाहिँ मान्छेको जन्म भयो गाई माताबाट चाहिँ मान्छेको जन्म भयो भनेर पनि हामीले विश्वास गर्नुमा कुनै आपत्ति छैन हामीले विश्वास गर्नुपर्छ भन्ने कुरा भनेको छ तर यति बेला म तपाईँलाई के भन्न चाहन्छु भनेदेखिलाई अनि जसले पनि उहाँको कुरालाई सुनेर विश्वास गरिराख्नु भएको छ अनि पर्सनल्ली तपाईँलाई म के भन्न चाहन्छु भनेदेखिलाई परमेश्वरको वचनमा रहेर एकदमै हम्बल भइकिन म तपाईँलाई यसको बारेमा तपाईँलाई म क्लियर आउट गर्न चाहन्छु त्यो चाहिँ के भन्दाखेरि सबैभन्दा फर्स्ट थिङ जब परमेश्वरले मानिस जातिलाई अर्थात् आदमलाई चाहिँ धुलोबाट बनाउनु भयो यो कुरा चाहिँ साइन्टिफिकली पनि प्रुभन भएको छ अहिलेको एकदमै मोडर्न साइन्टिस्टहरूले पनि यो कुरालाई प्रुफ एभिडेन्स दिएको छ त्यो चाहिँ कसरी भन्दाखेरि जसरी धुलोमा आइरन म्याग्नेसियम क्याल्सियम पोटासियम सोडियम जति पनि यो तत्त्वहरू चाहिँ धुलोमा पाइन्छ त्यस्तै तत्त्वहरू पनि मान्छेको शरीरमा मान्छेको बडीमा पनि पाएको त्यहाँनिर उनीहरूले प्रमाण गरेको छ भन्नुको तात्पर्य चाहिँ के भन्दाखेरि चाहिँ मान्छेको शरीर चाहिँ कहीँ न कहीँ धुलोबाट नै बनिएको भन्ने कुरा यहाँनिर प्रमाण हुन्छ अनि अर्को तपाईँले भन्नुभएको कुरा चाहिँ के भन्दाखेरि चाहिँ आदमको करङबाट चाहिँ कसरी चाहिँ हावाको जन्म हुनसक्छ कसरी चाहिँ एउटा आदमको करङबाट चाहिँ उसको पत्नीको जन्म हुनसक्छ त्यो भन्दाखेरि त बरु गाईले नै सबै कुरोलाई सबै मानिसहरूलाई जन्म दिएको भन्ने कुरा चाहिँ भन्नु चाहिँ एकदमै ठिक हो भन्ने कुरा तपाईँले भन्नुभएको छ तपाईँले आफै विश्वास गर्नुहोस् गाई भनेको एउटा पशु प्रजातिको हो अनि मानिस भनेपछि एउटा विवेकशील मानिस जातिको अलगै जाति गाई चाहिँ एउटा पशु प्राणीमा आउँछ भनेलाई चाहिँ मानिस चाहिँ पशु प्राणी होइन पशु होइन तर मानिस चाहिँ एउटा विवेकशील एउटा ऱ्यासनल बिङ भनेर त्यहाँनिर आउँछ ऱ्यासनल बिङ ह्युमन चाहिँ पशु प्राणी पशु जातिबाट चाहिँ आयो भन्नु चाहिँ एकदमै मूर्खता हो तर मानिस जाति चाहिँ मानिस जातिको करङबाट बनियो मानिस चाहिँ मानिसको करङबाट बनियो त्यो पनि आफै मान्छेले बनाएको होइन तर परमेश्वरले बनाउनु भएको परमेश्वरले चाहनुभयो भने उहाँले जे पनि गर्न सक्नु परमेश्वरले चाहिँ मानिस जातिलाई धुलोबाट बनाउनु भयो भनेदेखिलाई परमेश्वरले चाहिँ मानिस जातिलाई चाहिँ धुलोबाट सृजना गर्नुभयो भनेदेखिलाई परमेश्वरले आदमको करङबाट हावालाई किन सृजना गर्न सक्नुहुन्न उहाँले गर्न सक्नुहुन्छ किनकि उहाँ चाहिँ स्वयं परमेश्वर हुनुहुन्छ तर एउटा पशुबाट चाहिँ मान्छेको जन्म भयो भने चाहिँ एकदमै मूर्खता हो किन भन्दाखेरि पशुबाट चाहिँ मानिसको जन्म चाहिँ कहिले पनि हुन सक्दैन अनि यो दुईवटा कुरालाई चाहिँ कहिले पनि कम्पेयर गर्न सक्दैनौँ त्यसै कारण गर्दाखेरि चाहिँ पशुबाट चाहिँ मानिसको जन्म भयो भन्दाखेरि चाहिँ परमेश्वरले मानिस जातिको करङबाट नै परमेश्वरले मानिसलाई बनाउनु भयो अर्थात् आदमको करङबाट नै हावालाई बनाउनु भयो भन्नु नै एउटा ज्ञानी कुरा हो अनि त्यो कुरा चाहिँ हामीले कहिले पनि कम्पेयर गर्न सक्दैन जसरी तपाईँले कम्पेयर गर्नुभएको छ यति भन्दै परमेश्वरले सबैजनालाई आशिष दिएका हुन् तपाईँलाई पनि परमेश्वरले आशिष दिएका हुन् जय मसीह